भारतले हेपेको बेला काठमाडौँ महानगरपालिकाभित्र भएका सबै मुभी हलहरूमा भारतीय चलचित्र लाग्न बन्द गरायो। भारतले हेपेको बेला आफ्नो घर र अफिसमा ग्रेट अफ नेपालको नक्सा राख्यो र बेला बेला चुनौती भारतलाई दिँदै आयो, चाइनालाई पनि चुनौती दिँदै आयो र ट्रम्पले नेपाललाई हेपेको बेला उल्टै ट्रम्पलाई चुनौती दिँदै स्ट्याटस मार्फत धम्की पनि दियो अनि चुनौती पनि दियो। अनि अहिले नेपालीहरूले त्यही बालेन शाहलाई के भन्छ थाहा छ? यो विदेशी एजेन्डा, यो भारतीय दलाल, यो अमेरिकी दलाल, यही भन्दै गाली गर्दै बसेको छ। ए नेपाली हो, नेपालमा यतिको व्यक्ति अर्को पाउँदैन क्या। पछिल्लो समयको जुन गतिविधि छ त्यसमा चाहिँ महानगरपालिकाबाट म एउटा मेयर पदमा छु, त्यसै कारणले मैले राजनीतिक हिसाबले चाहिँ बाहिर खुलेको काम अरू पार्टीको जस्तै गर्न मिल्दैन। अरू पार्टीले गरे भन्दैमा मैले पनि त्यो विद्रोह, त्यो दोषी काम, त्यो नराम्रो काम मैले गर्न चाहँदैन भनेर उसले एउटा पदमा बसेको व्यक्तिले चुप लागेको हो क्या। अनि यति चुप लागेर बस्यो भन्दैमा दलाली